हुन्छ त्यो नाप्किन तपाईँलाई बस्ने व्यवस्थापन ब्रेकिङ न्यूज। आफ्नो जन्म थलो छोड्नु पर्दा शब्दमा बयान गर्न सकिँदैन। माथि हेर्नुस्। हजुरको सामानको सबै व्यवस्थापन हुन्छ नाप्किन हैन हजुरको बस्ने व्यवस्थापन पनि हुन्छ हजुरको सामानको पनि सबै सुरक्षा व्यवस्थापन हुन्छ नाप्किन है नाप्किन हैन हामी गरिदिन्छौँ अहिले तपाईँलाई ल हामी हजुरहरूलाई कहिले पनि व्यवस्थापन गर्ने भन्ने हिसाबले कुरा भएको छ नाप्किन हजुरको सामान पनि हामी साफा सघाइदिन्छौँ राख्न सघाउँछौँ होइन त्यो पर्ने तपाईँलाई बस्ने व्यवस्थापन हुन्छ त्यो नाप्किन तपाईँलाई बस्ने व्यवस्थापन हुन्छ हजुरलाई बस्ने व्यवस्थापन हुन्छ नाप्किन होला। यो भिडियोमा एउटा यस्तो चित्त दुख्दो दृश्य छ जहाँ बस्ती छोड्ने बेला एक आमा रोडमा बसेर रोएकी छिन्। जब आमाको आँखा रसायो ड्युटीमा रहेका एक प्रहरी जवानले उनले साथ दिए। उनले केवल स्वार्थ मात्र दिएनन्, उनले एउटा छोराको नाताले आमाको आँसु पुस्नको लागि साथ दिए। आमा हजुर तल बस्नुस्, म हजुरलाई सहयोग गर्छु भन्ने यो दृश्यले धेरैको मन जितेको छ। हजुरहरूलाई के लाग्छ?